अहिले नेपालका अधिकांश टिचरहरू विद्यालय बन्द गरेर काठमाडौँको रोडमा आन्दोलनमा उत्रेका छन्। आज 22 दिन भइसक्यो। यो आन्दोलन कहिलेसम्म चल्छ त्यसको ठेगान त छैन। तर यो आन्दोलनले गर्दा विद्यार्थीको भविष्यमा, शैक्षिक क्षेत्रमा के कति असर पुगेको छ र यो टिचरहरूको आखिर माग हो चाहिँ के त? आउनुहोस् छलफल गरौँ। दिस इज विवेक बखरेल एन्ड यु आर वाचिङ कानुन क्लक। नेपालको पार्लियामेन्टको लोवर हाउस यानी प्रतिनिधि सभामा एउटा बिल पेन्डिङ अवस्थामा छ। त्यो बिलको नाम हो एजुकेसन बिल, स्कुल एजुकेसन बिल, जसलाई नेपालीमा विद्यालय शिक्षा विधेयक पनि भनिन्छ। यो प्रतिनिधि सभाबाट पारित भएर राष्ट्र सेवामा गएर त्यहाँबाट पनि पारित भएर राष्ट्रपतिले सिग्नेचर गरिसकेपछि कानुन बन्छ। टिचरहरूको माग के हो भने मुख्य माग यो कानुनलाई प्रतिनिधि सभाबाट छिटोभन्दा छिटो पारित गर र कानुन बना भन्नु हो। यहाँ टिचरहरूको अधिकांश माग समेटिएको छ। केही नसमेटिएका मागहरू पनि राखेका छन् टिचरहरूले, जसलाई यो विधेयकमा थप्न भनिएको छ, जसलाई यो विधेयकमा केही संशोधन गर्न पर्ने विधेयकका केही प्रावधानहरूमा संशोधन गर्न पनि भनिएको छ। र यो सबै कुरा संशोधन गरेर छलफल गरेर सकिसकेपछि एउटा कानुन बन्छ। त्यही कानुनको माग राखेका छन् टिचरहरूले। अब यो नयाँ विधेयकमा टिचरहरूको के माग समावेश भएको छ र के माग चाहिँ समावेश गर्न भनिएको छ त भन्दा पहिलो 2075 सालमा करारमा आएका टिचरहरूलाई स्थायी नगर्ने, अस्थायी नै राख्ने भन्ने जुन नियम थियो त्यसलाई खारेज गर। अब करारमा आएका टिचरहरूलाई पनि स्थायी गर भन्ने पहिलो माग, मुख्य माग। र दोस्रो मुख्य माग के रहेको छ भन्दा संवैधानिक व्यवस्था अनुसार विद्यालयलाई स्थानीय सरकार अन्तर्गत राखिएको छ, तर शिक्षकहरूलाई चाहिँ सङ्घ अन्तर्गत राख। सङ्घ अन्तर्गत नै तलब भत्ता देऊ, सङ्घ अन्तर्गत नै सेवा सुविधा देऊ भन्नु चाहिँ मुख्य माग रहेको छ टिचरहरूको, जुन चाहिँ यो नयाँ विधेयकमा समावेश गरेर पारित गरेर चाहिँ कानुन बनाइयोस् भन्नु चाहिँ मुख्य माग रहेका छन्। किन स्थानीय सरकार अन्तर्गत नराखेर सङ्घ अन्तर्गत राख्ने माग गर्दै हुनुहुन्छ तपाईँहरू भनेर प्रश्न गर्दा शिक्षकहरूका केही गुनासा थिए। पहिलो, स्थानीय तह अनुसार असमानता फेस गर्दै आएका रहेछन्। बाहिरका टिचरहरूलाई हुने व्यवहार एउटा, भित्र गाउँ वरिपरिकै टिचरहरूलाई हुने व्यवहार अर्को। यस्तो खालको असमान व्यवहार गरिरहेका रहेछन् स्थानीय तहले। दोस्रो, राजनीतिक दबाव र हस्तक्षेप बढी। राजनीतिक दबावकै कारणले टिचरहरूलाई निकाल्ने, नियुक्ति गर्ने यस्ता खालका क्रियाकलापहरू स्थानीय तहमा देखिने गरेको पाइँदो रहेछ। तेस्रो, केही स्थानीय तहहरूको बजेट एकदमै कम हुने, जसले गर्दाखेरि टिचरहरूको तलब र भत्ताहरू पनि एकदमै कम हुने पाइएको रहेछ, जसले गर्दा टिचरहरूले घाटा भएको महसुस गरिरहेका रहेछन्, जसले गर्दा टिचरहरूलाई चाहिँ असमान व्यवहार भइरहेको, असमान चाहिँ तरिकाले तलब भत्ताहरू पाइरहेको महसुस भइरहेको रहेछ, जसले गर्दाखेरि चाहिँ उनीहरूको यो सबै प्रश्नहरूको उत्तर चाहिँ कतिखेर आउने रहेछ भन्दा जब यी सबै शिक्षा सम्बन्धी नियुक्ति सेवा सुविधाहरू चाहिँ सङ्घ अन्तर्गत पर्छ, त्यतिखेर चाहिँ यो समस्याको समाधान हुन्छ भन्ने टिचरहरूको चाहिँ आशा रहेको रहेछ। त्यसैले यो स्थानीय सरकार अन्तर्गत नरहेर सङ्घ अन्तर्गत रहने माग राखेका रहेछन् टिचरहरूले। शिक्षकहरूको यो मागहरूमध्ये केही मागहरू जायज पनि छन्, जस्तै समान व्यवहार, राम्रो तलब भत्ता, राम्रो सेवा सुविधा, यी मागहरू जायज नै छन्। तर केही मागहरू यस्ता छन् जुन अहिलेका अवस्थामा पुरा हुन निकै नै गाह्रो छ, र केही मागहरू त यस्तो पनि छन् जुन पुरा भयो भने शिक्षकको दक्षतामा नै प्रश्न उठ्ने खालको मागहरू पनि छन्। केही यो करारमा नियुक्ति भएका टिचरहरू सबै दक्ष हुन्छन् भन्ने छैन। उनीहरूले यो शिक्षा आयोगले लिएको एक्जाम क्लियर गरेर आएका हुँदैन। त्यसैले दक्षतामा प्रश्न सदैव उठि नै रहन्छ। कहिलेकाहीँ स्टुडेन्टहरूलाई पढाउने शैली मन नपर्न सक्छ, स्कुललाई पढाउने शैली मन नपर्न सक्छ, केही गल्तीहरू गर्न सक्छन् टिचरहरूले। यस्तो अवस्थामा विद्यालयले त्यस्ता शिक्षकहरूलाई निष्कासन गर्छ र अहिलेको कानुन अनुसार
यो करारमा नियुक्ति भएका टिचरहरूलाई स्थायी नगर्ने प्रावधान छ। यदि यो नयाँ प्रावधानले स्थायी गरिदियो भने त दक्षतामा त ठुलो प्रश्नवाचक चिन्ह उभिन्छ नि त सबै शिक्षकहरूमा। किनभने उनीहरूलाई अब कम्प्लेन गरेर विद्यालयबाट निकाल्न पनि गाह्रो छ। निकाली अर्को विद्यालयमा जान्छन्, नियुक्ति हुन्छ। अब यस्तो अवस्थामा शिक्षा प्रणाली नै ध्वस्त हुने सम्भावना निकै बढी देखियो। अब यो प्रतिनिधि सभामा दर्ता भएको यो विधेयकमा आइरहेको समस्या र यो आन्दोलनले निम्त्याइरहेको जुन समस्या छ त्यसको समाधान चाहिँ के हुन सक्छ त भनेर विचार गर्दा, जस्तै अब शिक्षकहरूको स्थानीय तह अन्तर्गत नराखेर सङ्घ अन्तर्गत राख्नुपर्ने शिक्षकहरूलाई भन्ने खालको जुन माग छ त्यसले त संवैधानिक व्यवस्थालाई च्यालेन्ज गर्यो नि। संवैधानिक व्यवस्था अनुसार विद्यालय भनेको स्थानीय तह अन्तर्गत छ र शिक्षकहरू विद्यालय अन्तर्गत पर्छन्। त्यसैले उनीहरू पनि स्थानीय तह अन्तर्गत नै सञ्चालित हुनुपर्ने हो। यो जुन माग छ संवैधानिक व्यवस्थालाई च्यालेन्ज गर्ने खालको, यसलाई संशोधन गर्न केही समय लाग्ला। टाइम, इफोर्ट र धेरै च्यालेन्जेसहरू फेस गर्नुपर्ने हुनसक्छ। त्यतिखेरसम्म चल्छ त यो आन्दोलन? त्यतिखेरसम्म यो विद्यार्थीको भविष्यहरूलाई अन्धकारमा राखिदिने? विद्यार्थीको अधिकार, पढ्न पाउने अधिकार पनि त अधिकार हो, त्यसको सुनिश्चित गर्न पर्दैन? यसमा कम्प्रोमाइज गर्नुपर्ने हुन्छ शिक्षकहरूले। यो कम्प्रोमाइज पहिलो समाधान हो। मैले देखेको अर्को समाधान चाहिँ के पनि हो भने नेपालको संविधानको अनुसूची यानि कि सेड्युलमा स्थानीय सरकारले सङ्घसँग मिलेर के कार्य गर्न सक्छ भनेर लिस्टेड छ क्या, जसमा शिक्षा पनि त पर्दछ। यानि कि अहिले जे विवाद चलिरहेको छ त्यसको समाधान स्थानीय सरकार र सङ्घ मिलेर दिन सक्छ। यो जुन विधेयकमा प्रावधानहरू राखिएको छ त्यसमा जायज प्रावधानहरू राखेर पारित गरियोस्, ऐन बनाइयोस् र स्थानीय सरकार र सङ्घको सहमतिमा ती जायज मागहरू स्थानीय सरकारमा, हरेक स्थानीय सरकारमा बाध्यकारी रूपमा चाहिँ लागू होस् भनेर एउटा सम्झौता गरियोस् न। किन हुँदैन समस्याको समाधान? सङ्घले पनि आफ्नो अधिकार प्रयोग गरिरहेको हुन्छ, स्थानीय सरकारले पनि आफ्नो अधिकार प्रयोग गरिरहेको हुन्छ, संवैधानिक त्रुटि नै आउँदैन। त्यो गर्न सकिन्छ है। अब यो विषयमा समग्र रूपमा हेर्दा कम्प्रोमाइज इज द बेस्ट सल्युसन भनेर देखियो। टिचरले पनि कम्प्रोमाइज गर्न जरुरी छ र नेपाल सरकारले पनि केही हदसम्म कम्प्रोमाइज गर्न जरुरी छ। उता सर्वोच्च अदालतमा मुद्दा परिसक्यो। मुद्दा परेर सर्वोच्च अदालतले नेपाल सरकारको नाममा अन्तरिम आदेश पनि जारी गरिसकेको छ कि विद्यार्थीहरूको भविष्यमा खेलवाड हुन नदेऊ, विद्यार्थीहरूको शिक्षा ग्रहण गर्न पाउने मौलिक हक अधिकारको सुनिश्चितता गर, टिचरहरूको जे जति माग छ त्यसलाई समाधान दिने, त्यो समस्याको समाधान गर्ने एउटा पहल गर, एउटा फेभरेबल वातावरण क्रिएट गर भनेर अन्तरिम आदेश जारी भइसकेको छ। अब सर्वोच्च अदालतको यो आदेशलाई नेपाल सरकारले कसरी हेर्छ त्यो हेर्न बाँकी छ र यो समस्याको समाधान कसरी हुन्छ त्यो हेर्न बाँकी छ। मेरो निवेदन चाहिँ टिचरहरूमाझ यो छ कि अलिकति बुझौँ क्या। आफ्नो हक अधिकारको लागि लड्नु ठिक हो, जायज हो, तर त्यसको लागि विद्यार्थीहरूको हक अधिकारलाई हनन हुन नदिउँ, त्यो पनि त सुनिश्चित हुन पर्यो। त्यसको बारेमा पनि केही सोचौँ, विचार गरौँ। नमस्ते।